असल तपाईको हो? हजुर भाडा कति तिर्नुहुन्छ? भाडा हामीले यहाँ 8000 तिर्छौँ 8000 तिर्नुहुन्छ। कसलाई तिर्नुहुन्छ भाडा? खै यो अफिस भन्छन् कि माथिल्लो तिर्छौँ माथिल्लो अफिस भनेको त्यो कांग्रेसको ट्रेड युनियनको कांग्रेसको अफिस हो। हजुर हजुर कहिलेदेखि बस्नु भएको छ तपाईँ? म बसेको त भयो क्या सर 6-7 वर्ष कति भइसक्यो छैन कांग्रेसको ट्रेड युनियन कांग्रेसलाई भाडा बुझाउनुहुन्छ उहाँले? कोही हुनुहुन्छ पसलमा? भाडा कसलाई बुझाउनुहुन्छ? कति पैसा बुझाउनुहुन्छ यो पसलको तपाईले सटरको? र मैले चाहिँ महिनाको चाहिँ यो फागुनबाट चाहिँ पहिले चाहिँ 7200 बुझाउँथेँ, अहिले यो फागुन महिनादेखिबाट 8000 बुझेर। 8000 बुझाउनु कसलाई बुझाउनुहुन्छ? अब यही माथि भवनमा बुझाइन्छ। त्यो ट्रेड युनियन कांग्रेसको भवनमा बुझाउनुहुन्छ? हजुर तपाईलाई यो सार्वजनिक यो सरकारी जमिन हो, सरकारी जमिनमा यो अनाधिकृत रूपमा बनाएको घर हो भन्ने कुरा थाहा छ? थाहा थिएन। थाहा छैन, अझै पनि थाहा छैन? थाहा थिएन, अब बल्ल अहिले थाहा भयो। अहिले बल्ल थाहा। हजुर अब नमस्ते, तपाईँको भाडा कति यहाँको? यो भाडा 14000। 14000। अनि कसलाई बुझाउने? यो ट्रेनिङ अफिसको लागि। ट्रेड युनियन कांग्रेसको? हजुर त्यहाँ बुझाउनुहुन्छ? तपाईलाई यो चाहिँ सरकारी जमिन हो, उपत्यका नगर विकास समितिको जमिन हो, अहिले त यहाँ बाटो पर्छ, यहाँ अनाधिकृत रूपमा यो बिल्डिङ बनाएका हुन् भन्ने कुरा थाहा छ? त्यो थाहा थिएन, अहिले थाहा भयो। पहिला त अब उहाँहरूले अब हाम्रै हो यो चाहिँ अस्तिसम्म पनि हल्का फुल्का हामीले यसो हल्ला सुन्दाखेरि के हो सर भनेर सोध्न जाँदाखेरि होइन कहाँ फाल्ने, यो फाल्दैन, कसले भन्यो भनेर भन्नुभयो। अब हो भने त हामीलाई सचेत त हुनु पऱ्यो नि त, हामी पनि यत्रो लगानी लाएर बसिएछ भनेर हेरेको अहिलेसम्म थाहा छैन, त्यो हुँदैन यहाँ फाल्दैनन् भन्नुभएको थियो कि उहाँले हेरि। दुईटा पनि हो होइन यो होइन क्या ऊ त्यो तपाईँहरू मिलेर पैसा खाएर क्या काङ्ग्रेसबाट ऊ त्यस किरापट्टि भवन भएको कुरा भनेको